थाहा छ त्यो किन चाहिँ थाहा भएन त अनि 4 कोटीको राज्य थियो यहाँ तपाईँलाई थाहा थिएन होला देख्यो मैले अनि यस्तै निशाना जस्तो थियो त्यो 2224 राजा कहाँबाट देख्नु भयो 2224 त अनि के देखाउँ र तिनका अवशेषहरू हुन् कि राणा शासनमा पनि त्यहाँ सब 4 कोटीको आपथापी 4 कोटीबाट एउटा मान्छे आयो भने यहाँ थै काम यहाँ तालुके थदालाई नै राख्नु पनि चुम गर्न नपाइने उसैले पनि अब जस्तो हुन्छ उसैले पनि मान्ने एउटा उहिलेको यो कटोरा धर्मेद्या भा गोरे कटोल भन्छ त्यसले कोही कला हाल्ने भन्नाले बस सकियो त्यो 4 कोटी आयो भने पानी घरवाला आइकन माना चामल दाल नुन के दिनुपर्छ कहाँ खुट्टो मस्त काटिलो त्यो राख्नु त अब मुखा गर्दै आएको खाना नखाने कटोल मुखियाले खाने हजुरले भने ऊ के पञ्चायतको बेला हो क्या त्यो होइन क्या पञ्चायत त पछाडि हो आएको पञ्चायत घोषणा भयो त 21 सालमा हो सुरु 2021 साल 17 सालमा आम चुनाव भयो भनेपछि 18 सालमा हो कि 21 सालमा हो नदी नाला बन्द गरी बिजुली र धारा निकालेर झिलिमिली पारौँ देश सारा बनाएको थियो उहिले बनायो भने अहिलेसम्म झिलिमिली भएको छैन नदी नाला बन्द गरी पारौँ झिलिमिली विकासको बाटो जाउँ सबै हिलिमिली त्यस्तो बनाएको थियो बिहान भए यिनी दाउरा सारेर उमालो नै ली फाल्न फेरि साँझुन चाहिँ सोध्न लाग्ने अहिले क्या बहिनी खोपियो खुट्टो त्यो घाँस काट्न गएको हो क्या हो भनेको के थियो लोख्या आउँथ्यो बरु कहाँ थियो त्यो घाँस दिन्थ्यो चिया गर्न लाग्यो घाँस काटिदियो भाइ दोकान अलिकता केरा छ त्यो नि गरिदिएँ टकटक आइदिएँ के गाउँको एउटा बेर्ला बुझ्नु छ त्यो त अहिले निशानी आइन काटिने त्यो त त्यो पार्याखरी गर्नु गएपछि त ठेलाइ त थियो क्या स्याम्पल ल्याउनु त अस्ति दिएको त एउटा स्याम्पल ल्याउनु खोइ टाउकोमा स्याम्पल ल्याउनु पर्यो के काट्छु भनेर त पहिले आँसीले हान्नेले छु मैले च्यासो भयो हाम्रो रहने खिच्ने चिलेको पनि त तर लागेको त मैले देखिनँ खुट्टै पनि लगाएको गाउँले ल्याएन माथि ल्याएर पो जुत्ताले च्याप च्याप गरेर काटिरहेको भनेर त तर